It's the third week of 21 days sketching challenge. अस्तिको भिडियोमा हामीले थर्ड डेसम्म कभर गरेको थियौँ होइन, तर मैले एभ्रिडे स्केच गर्दैछु मेरो स्केच बुकमा। अब के भन्छ फोर्थ डेदेखि हामी कन्टिन्यू गर्नेछौँ। मैले एभ्री डे स्केचिङ गर्दैछु, चाहे त्यो सानो होस् होइन, सिम्पल होस्, जस्ट ब्ल्याक एन्ड वाइट होस्, कति म कलर गरेको छुइनँ, बट स्टिल मैले एभ्री डे स्केच गर्दैछु। I just want to keep sketching even though it's not perfect. मलाई लाग्छ कि नेचरमा धेरै इन्सपिरेसनहरू छ होइन। हामीले रुख हेर्न सक्छौँ, आकाश हेर्न सक्छौँ, त्यही रुखलाई पनि स्केच गर्न सक्छौँ र एकदम ग्रान्ड होइन दामी बनाउनुपर्छ भन्ने छैन, तर एभ्रिडे स्केचिङ विल मेक अस बेटर एभ्री डे। मैले यस्तो सोचेको छुइनँ कि म यही सब्जेक्टमा मात्रै स्केच गर्छु भनेर। कोही बेला म चरा बनाउँछु होइन, कोही बेला ट्रिज, समटाइम्स अदर क्रिएचर्स। जस्तै मैले डे 7मा होइन जस्ट एउटा सिम्पल फ्रक बनाएँ। कोही बेला त होइन स्केच गर्दा गर्दा नै अल्छी लाग्छ, कति अनफिनिस्ड पनि हुन्छ, तर पनि स्टिल आई एम ट्राइङ टु फिनिस जे मैले सुरु गरेको छु। त्यही कारण मैले जति पनि सब्जेक्टहरू होइन चुज गरेँ, सिम्पल चुज गर्दैछु। हुन त म अरू बेला पनि अलमोस्ट एभ्री डे जस्तै स्केच गर्छु, तर यसपालि चाहिँ मैले आफैलाई एउटा च्यालेन्ज दिएको छु कि म 21 डेसम्म स्केच गर्नेछु होइन। भनिन्छ कि 21 डेजमा चाहिँ एउटा ह्याबिट बनिन्छ अरे, त्यही भएर मैले आफैलाई 21 डेजको च्यालेन्ज दिएको छु। एभ्री डे जस्तो सुकै होस् होइन, सिम्पल होस् या त जस्तो कलरफुल होस्, आई ट्राई टु स्केच एभ्री डे। त यो मैले अहिले एभ्री डे गर्दैछु स्केचिङ। मैले जति पनि स्केच गरिसकेको छु आजसम्म होइन, त्यो मैले सबै यसमा देखाउन सकेको छुइनँ। उब्रेको स्केचेसहरू म अर्को भिडियोमा होल कभर गर्नेछु। मलाई लाग्छ कि जिन्दगीको व्यस्ततालाई होइन पर राखेर कोही बेला आफूलाई मन परेको चिजहरू पनि गर्नुपर्छ, बिकज इट मेक्स अस ह्याप्पी। आफू खुसी त सबै खुसी।